अब कति हिँड्नु छ यार पानी पिउनु मलाई तिर्खाले खाइसक्यो अब मुतको पानी त उ त्यहाँ भित्र कति मिठो कति लाम्रो आउ त मुतको पानी दातो एकचोटि खा कति खादिन ए कत्तो लागल त यहाँ त गाउँ हो दाङ होइन मुतको पानी पाउ त खान म दही खा खानका कति मिठो हुन्छ त्यो पाल खोला नाला काकाबाट बगेर तल्ल बगेर आउ त कति मिठो हुन्छ भात त त्यो कति मिठो भात थियो भन त बिहान कति मिठो भात थियो भात कस्तो मान्छेले त्यो यार मुतको पानी कहाँ भनेको उल्टो मलाई मुताएर हिँड्यो त कस्तो मान्छे थियो यार